हेलो दर्शन नमस्कार के छ हजुरहरुको चले आई एम बैक। म चाहिँ आज हजुरहरुको लागि चाहिँ एउटा गुड न्यूज लिएर आएको छु। गुड न्यूज चाहिँ के भन्दाखेरि अस्ट्रेलियामा हिजो भर्खर मे 3 मा चाहिँ इलेक्सन थियो। इलेक्सनबाट चाहिँ लेबर पार्टीले जितेको छ। यो चाहिँ सबै नेपालीहरुको लागि खुसीको खबर हो। नेपाली भन्दा पनि हामी स्पेसिफिक इन्टरनेशनल स्टुडेन्ट जति पनि छौं अस्ट्रेलियामा उनीहरुको लागि चाहिँ गुड न्यूज हो। किनभने चाहिँ आजसम्म हेर्ने हो भने अल्बनिजी गभर्नमेन्टले चाहिँ स्टुडेन्टको हितमा काम गरिरहेको थियो। हाउएभर तलमाथि थोरै चाहिँ अलिकति केही चेन्जेसहरु हुने भने स्वाभाविक हो कि बट अलिकति फेभरमा कसैले अब स्टुडेन्टहरुको बारेमा कुरा गर्छ भने त्यो चाहिँ अल्बनिजी गभर्नमेन्टको लेबर पार्टीबाट थियो। अनि हामी सबैले चाहेको जस्तै लेबर गभर्नमेन्टले जितेको छ। अबको 3 इयर्स लेबर गभर्नमेन्ट नै अब प्राइम मिनिस्टर भएर चाहिँ अल्बनिजी नै हुनेछन्। अनि त्यसपछि हजुरहरुलाई चाहिँ म यो भिडियोमा चाहिँ के चाहिँ घोषणा भएको थियो र अब अलिकति सुरुमै इम्प्लिमेन्ट हुने कुराहरु चाहिँ के हो र भोलिको दिनमा चाहिँ के हुन सक्छ भनेर हजुरहरुलाई एज पर उनीहरुले घोषणा गरेको थियो नि त त्यो चुनाव हुनु भन्दा अगाडि के थियो त्यो कुराहरु सबै म हजुरहरुलाई भिडियोमा भन्दिन्छु। भिडियो लास्टसम्म हेर्नु होला। हामी नेपालीहरुको लागि गुड न्यूज पनि हो तर एउटा सानो केही चेन्ज पनि हुनेवाला छ जुलाई 1 बाट। त्यो के छ अगाडि भिडियोहरुमा डिस्कस गर्दै जाउँ। लेट्स जस्ट जम्प इन्टु द भिडियो। ओके, फर्स्टमा हजुरहरुले बुझ्न के जरुरी थियो भने अस्ट्रेलियामा मेनली चाहिँ दुईटा गभर्नमेन्ट छ हैन। एउटा भनेको हजुरहरुको लेबर हो जुन चाहिँ अहिले लेबर पार्टी नै जुन चाहिँ अहिले पावरमा चाहिँ लेबर पार्टी नै थियो भने अर्को भनेको लिबरल थियो जुन चाहिँ पिटर डटन चाहिँ उठेको थियो त्यहाँबाट हो। अनि सबैको आफ्नो घोषणा थियो। हाउएभर जस्तै अब उसको लेबरको हेर्ने हो भने चाहिँ लेबरले चाहिँ के घोषणा गरेको थियो भने अब ट्याक्स कट अफ गर्ने भन्ने कुराहरु थियो। मेडिसिनहरु चाहिँ चिपर गराउने भन्ने कुरो थियो हैन। त्यसपछि चाइल्ड केयरहरुमा चिपर बनाउने, चाइल्ड केयरहरु पढाउनको लागि यताउता भन्ने कुरो थियो। अर्को मेनली भनेको चाहिँ हाउसिङको कुराहरु थियो। अनि हामीलाई चाहिँ जहिले पनि दोष आउने गर्छ नि त स्टुडेन्ट धेरै भएर चाहिँ हाउसिङ क्राइसिस भइरहेछ अस्ट्रेलियामा यताउता भनेर। तर लेबर गभर्नमेन्टले चाहिँ त्यो एक्सेप्ट गरेको थिएन स्टुडेन्टले कारणले हैन भनेर भनेको थियो हैन। सो त्यस्तै गरी उनीहरुले $10 बिलियन चाहिँ हाउसिङको लागि छुटाउने भएको छ जसमध्ये चाहिँ फर्स्ट होम बायरलाई चाहिँ त्यो घरहरु दिने भनेर कुराहरु भएको छ हैन। $10 बिलियन को चाहिँ मानव अब घर बनाउँदाखेरि त्यो चाहिँ कम्प्लिट न्यू हाउसहरु र त्यो चाहिँ फर्स्ट होम बायरहरुको लागि 5% डिपोजिटमा चाहिँ घर लिन मिल्ने बनाउने भएको छ अहिलेको लेबर पार्टीको गभर्नमेन्टले हैन। सिमिलरली अर्को फाइदाहरु के भनेको जस्तै मैले भनिहालेँ मेडिसिनहरु चिप हुने भयो, ट्याक्सहरु कट अफ हुने भयो हैन। अनि एउटा स्लाइटली चेन्ज चाहिँ केमा छ भने अलिकति चाहिँ भिजा फी बढ्नेवाला छ। अब हजुरहरुको यो जुलाई 1 बाट चाहिँ हाम्रो हेर्ने हो भने लास्ट इयर जुलाई सम्म चाहिँ जम्मा $710 थियो हैन। यही लेबर पार्टी नै थियो। अल्बनिजी गभर्नमेन्टले चाहिँ त्यसलाई बढाएर $1600 बनाएको थियो। अनि अब चाहिँ के कुरा आइरहेको छ भने जुलाई 1 बाट चाहिँ फेरि त्यो पैसा बढाएर चाहिँ $1600 बाट $2000 बनाउने भनेको छ हैन। अनि यदि लिबरलले जितेको भए चाहिँ भिजा जुन प्राइसमा चाहिँ के कुराहरु चलिरहेको थियो भने हामीले चाहिँ स्कुलहरु जति पनि कम्पनीहरुमा यदि कसैले अथवा हुन्छ नि अब कलेजहरुमा एप्लाई गर्दै छ भने चाहिँ $2500 हैन, युनिभर्सिटी एप्लाई गर्दै छ भने चाहिँ त्यसलाई 5000 सम्म पुर्याउने भनेर चाहिँ एकदमै हाई रेट बनाउन खोजिरहेको थियो लिबरलले हैन। अर्को कुरो चाहिँ लिबरलले जम्मा 2,40,000 मात्र स्टुडेन्ट लिएर आउने एभ्री इयर भन्ने कुरो भएको थियो भने लेबर गभर्नमेन्टबाट चाहिँ 2,70,000 भनेको कम्पेरेटिभली अलिकति धेरै चाहिँ लेबर पार्टीमा देखिएको छ। अर्को लेबर पार्टीले के पनि कुरा गरेको थियो भने हजुरहरुको जुन इलेक्ट्रिसिटी अथवा जुन छ नि एनर्जी बिलहरुमा चाहिँ त्यसमा पनि लुक आफ्टर गर्ने भनेर चाहिँ लेबर गभर्नमेन्टहरुले चाहिँ अनाउन्स गरेको छ। म हजुरहरुलाई अब के कस्तो हुन्छ यदि अरु पनि फर्दर अपडेट केही अरु आयो भने चाहिँ घोषणामा भएको कुराहरु पनि इम्प्लिमेन्ट भइसकेको छैन। अब कहिलेबाट इम्प्लिमेन्ट हुन्छ के हुन्छ त्यो कुराहरु पनि सबै कुराहरु डिटेलमा लिएर आउने नै छु। बट अहिले हामीले सरर बुझ्दा चाहिँ अब सबै कुरा हेर्दा चाहिँ स्टुडेन्टहरुलाई अझै सहज हुने देखिनेवाला छ भोलिको दिनहरुमा। जस्तै हाम्रो नेपाल पनि असेसमेन्ट लेभल 2 मा छ। यसै पनि डकुमेन्टेसनमा अलिकति सहज हुँदै गइरहेको छ हैन। यस्तै गरी चाहिँ अब जुन लेबर गभर्नमेन्टले स्टुडेन्ट फेभरमै गएर काम गर्ने भएको कारणले चाहिँ भोलि अझै पनि स्टुडेन्टहरु आउनको लागि चाहिँ सहज हुन्छ कि भन्ने हामीलाई आश छ। अब भोलिको दिनमा स्टुडेन्टकै उमा चाहिँ अब डकुमेन्टेसनमा होस् हजुरहरुको यहाँनिर पे राइजहरुमा होस् त्यो कुराहरु भयो भने चाहिँ हर कोहीलाई यहाँनिर जो पनि हुनुहुन्छ अस्ट्रेलियामा उहाँहरुलाई सजिलो हुनेवाला छ हैन।
अब कुरा रह्यो भिजाको जुन भिजा रेटको केस, त्यो भनेको चाहिँ अस्ट्रेलियाकै त्यस भन्न खोजेको अस्ट्रेलियामा चाहिँ सबभन्दा हाइएस्ट फी नै अल ओभर वर्ल्डकै सबभन्दा हाई फी भएको चाहिँ अस्ट्रेलिया हो होइन। सायद अब जति धेरै मान्छेको डिमान्ड बढ्यो त्यही अनुसारको भिजा फी बढाउन खोजेको होला। उनीहरूले चाहिँ के पनि प्लान जस्तो भएको छ भने उनीहरूको 4 वर्षमा चाहिँ जस्तै यो हामीले जुन 2000 बनाउँछौँ नि अब भिजा फी 2000 बनाउँदाखेरि चाहिँ उनीहरूको अलमोस्ट 4 वर्षपछि हेर्दा चाहिँ त्यो चाहिँ लगभग $760 मिलियन चाहिँ उनीहरूले देशमा इन्कम गराउने त्यो भिजाकोबाट मात्रै भनेर चाहिँ उनीहरूको प्लान भइरहेको छ होइन। अब भोलिको दिनमा के कस्तो हुने हो त्यो थाहा छैन। सायद उनीहरूले भनेको यो 2000 वाला चाहिँ यो इम्प्लिमेन्ट हुन्छ नै जुलाई 1 बाट हजुरहरूको भिजा फी चाहिँ बढ्नेवाला छ होइन। अब 1600 बाट फेरि अब 2000 बढ्नेवाला छ। सायद अब योभन्दा धेरै नबढोस् भनौँ अहिलेको टाइममा होइन, बट हु नोस के हुन्छ भोलिको दिनमा। केही त्यस्तो अरू अपडेटहरू आए पनि हजुरहरूले डेफिनेटली म हजुरहरूलाई अपडेट गराउने नै छु होइन। सो यो सबै हामीहरू जो पनि स्टुडेन्टहरू छौँ उनीहरूको लागि खुसीको खबर हो अनि कङ्ग्रेट्स टु अल्बो गभर्नमेन्ट। And what we can be. A leader with a conviction that builds Australia's future. Friends, some might want to mimic the worst of other countries. Albo always backs what's best about our country. Please welcome my dear friend, my fellow Australians, serving as your Prime Minister is the greatest honour of my life. And it is with a deep sense of humility and a profound sense of responsibility that the first thing that I do tonight is to say thank you to the people of Australia for the chance to continue to serve the best nation on earth. And I acknowledge the traditional owners of the land on which we live. To elders past, present and emerging today and every day. Today the Australian people have voted for Australian values. For fairness, aspiration and opportunity for all. For the strength to show courage in adversity and kindness to those in need. And Australians have voted for a future that holds true to these values, a future built on everything that brings us together as Australians and everything that sets our nation apart from the world. In this time of global uncertainty, Australians have chosen optimism and determination. Australians have chosen to face global challenges the Australian way, looking after each other while building for the future.
these values, meet these challenges, seize these opportunities and build that better and stronger future, Australians have chosen a majority Labor government. हजुरहरूलाई अरु केही कुराहरू बुझ्न मन छ, अरु के कस्तो छ भनेर र अरु केही फर्दर अपडेटहरू पनि केही चाहिएको छ भने हजुरहरूले च्यानल सब्स्क्राइब गरेर राख्न सक्नुहुन्छ। फर्दर म हजुरहरूको लागि चाहिँ अब अरु पनि जस्तै अब जीएस हरुको बारेमा होस्, हजुरहरूलाई जीएस को इन्टरभ्यु क्वेशनहरु होस्, अथवा चाहिँ अब जुलाईको लागि यदि कम्प्लिट गाइड पनि चाहिएको छ हजुरहरूलाई भने चाहिँ स्टेप वाइज चाहिँ के प्रोसेस हुन्छ अस्ट्रेलियालाई, अनि गाइड अब हरेक डकुमेन्टलाई के कस्तो गर्न सकिन्छ त्यो कुराहरू पनि बुझ्न मन छ भने चाहिँ हजुरहरूले मलाई कमेन्टमा मेन्सन गर्नु होला। हजुरहरूलाई सबभन्दा धेरै के को भिडियोको जरुरत छ त्यस्तै गरी लिएर आउने छु हजुरहरूको लागि। सो अहिलेको लागि चाहिँ हामी सबै स्टुडेन्टको लागि बधाई छ। थ्यांक्स फर वाचिङ, यहाँसम्म हेरिदिनु भयो। अरु केही अपडेट आयो भने डेफिनेटली हजुरहरूलाई अपडेट गराउने छु। अनि त्यसपछि सबैको भिजा लागोस्। आई विल सी यु गाइज इन नेक्स्ट भिडियो। थ्यांक यू सो मच फर वाचिङ। सी यू।